साथीहरू म चाहिँ अहिले मेगाङ गाउँपालिकाको कार्यालयमा छु। आज जोगमेसोले हैन यहाँ घुम्न आउने अवसर प्राप्त भएको छ। अनि साथीहरू एकदम भव्य गाउँपालिकाको कार्यालय देख्न सक्नुहुन्छ। एकदम शीतल वातावरणमा हैन माथि हाइटमा यस्तो खतरा गाउँपालिका बनाउनु भएको रहेछ। म माथिसम्म पुगेर हेरेर आएँ। एकदम रमाइलो लाग्यो साथीहरू। अब चाहिँ यहाँ वरिपरिको दृश्य हेर्छु म है साथीहरू। यो चाहिँ प्रवेशद्वार हो साथीहरू। नमस्कार साथीहरू, नमस्कार सबैजनालाई। आज म मेगाङ गाउँपालिका वडा नम्बर 6 मा अवस्थित टुडी पार्कमा आइपुगेको छु साथीहरू। यहाँ डाँडामा देख्नुहुन्छ, मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ साथीहरूले। यो टुडी पार्कमा अवस्थित यो पोखरी हो साथीहरू। आज जोगमेसोले मेरो यहाँ घुम्न आउने अवसर प्राप्त भएको छ। आउनुहोस् घुमौँ के रहेछ टुडी पार्कमा, हेरौँ होइन। अनि के छ तपाईँहरूलाई, आरामै हुनुहुन्छ होला? म त एकदम आरामै छु है, तपाईँहरू पनि आरामै हुनुहुन्छ होला आशा गर्दछु। यो चाहिँ मेगाङ गाउँपालिकामा रहेको वडा नम्बर 6 मा रहेको चाहिँ टुडी पार्क हो है। अब म हजुरलाई विस्तृतमा यहाँको दृश्य अवलोकन गराउँछु साथीहरू। अब हामी यहाँबाट मास्तिर जान्छौँ साथीहरू टुडी पार्क हेर्नको लागि। यहाँ माथि चाहिँ भ्यू टावर छ भन्ने जानकारी प्राप्त भएको छ साथीहरू। आज यो टुडी पार्कमा चाहिँ म एक्लै आइपुगेको छु साथीहरू। यहाँ तल गाउँपालिका भवनसम्म चाहिँ हाम्रो एउटा दिदी हुनुहुन्थ्यो, उहाँसँग आइपुगेको थिएँ। उहाँको चाहिँ त्यहाँ सानो सम्झौताको काम भएको भएर उहाँ चाहिँ उतै बस्नु भएको भएर म चाहिँ यहाँ आएको छु साथीहरू एक्लै। अनि साथीहरू काफलको बोट हो यो काफल फलिरहेको देख्न सक्नुहुन्छ साथीहरू। अहिले एकछिनमा अहिले काफल पनि टिप्छु म होइन। अहिले चाहिँ हेरेर भिडियो बनाऊ। पुरै काफलको घारी रहेछ साथीहरू। काफल पाकिरहेको देख्न सकिन्छ। ऐसेलु र काफल चाहिँ एकदमै धेरै पाउँदो रहेछ यहाँतिर। कसैले नखाने भएर हो कि के हो, पहेँलै एकदम पहेँलै लटरम्म फलेर बसेको छ साथीहरू। ल यो चाहिँ मेगाङ गाउँपालिका वडा नम्बर 6 मा अवस्थित चाहिँ टुडी पार्क हो। यहाँ गुराँसको बोट देख्न सक्नुहुन्छ साथीहरू। काफल पाकिरहेको छ त्यहीँ नजिकै, यहीँ तलै छ साथीहरू काफल पाकिरहेको। अहिले हामी काफल टिप्छौँ। हेर्नुहोस्, अलि जुम गरेर देखाउँ तपाईँहरूलाई। अब हामी भ्यू टावर चढ्छौँ साथीहरू। अब भ्यू टावर चढ्छौँ हामी यहाँको है। म एक्लै छु, अब नयाँ ठाउँ सुनसान छ हेर्नुहोस् है। अब जिन्दगानीमा टुडी पार्क घुम्ने अवसर मिल्यो आज। हेर्नुहोस्, ओहो हट क्या मजा आएको साथीहरू। ओहो रक्षा गर्नुहोस् भगवान्। यहाँ त भगवान्को मूर्ति पनि विराजमान हुनुहुँदो रहेछ है। ल साथीहरू, म चाहिँ ठ्याक्कै अहिले भ्यू टावर माथि छु साथीहरू। भ्यू टावरमा चाहिँ यहाँ भगवान्को मूर्ति विराजमान देख्न सक्नुहुन्छ साथीहरू। यो चाहिँ भर्खरै 2080 सालको फागुनमा बनाउनु भएको रहेछ, यहाँ लेख्नु भएको छ होइन। यहाँ चाहिँ म चाहिँ निकै माथि हाइटमा आइपुगेको छु साथीहरू आज। यो बिदुर नुवाकोटको बिदुरबाट मेरो यात्रा थियो। बिदुरमा एकदमै बढी गर्मी थियो बिदुरमा भने यहाँ आइपुगेपछि चाहिँ यहाँ ज्याकेट लाउँदा पनि चिसो चिसो अनुभूति भयो होइन, अनुभव भयो। एकदम माथि डाँडामा हाइटमा रहेछ साथीहरू।
यसरी यहाँबाट चाहिँ कहाँ हो कहाँसम्म देखिन्छ, कता हो कता यो डाँडा पहाड होइन। म एक्लै छु, मलाई यो डाँडा काँडा यो होइन सब यो हरियाली एकदम हाइटमा यो हुँदै गर्दाखेरि चाहिँ एकदमै भित्रैबाट रमाइलो महसुस भएको छ साथीहरू। एकदम अत्यास पनि लागेको छ कति माथि आएछु भनेर होइन। यस्तो छ साथीहरू। बाटो पनि लगभग एकदम राम्रै छ अहिलेसम्मको अवस्थामा हेर्दाखेरि चाहिँ। यो माथि किस्पाङ के अरे मेगाङ को गाउँपालिकाको कार्यालयबाट अलिकति माथि आएपछि नगरपालिकाको कार्यालय चाहिँ त्यहाँनिर हो साथीहरू। त्यहाँबाट 5-10 मिनटको यात्रा तय गरेपछि चाहिँ यो टुँडी पार्कमा आउन सकिने रहेछ। मलाई चाहिँ साथीहरू यो मेगाङ गाउँपालिकामा यो देखिराख्नु भएको छ नि हजुरहरूले, यो सेतो 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 देखिराख्नु भएको छ नि, यो डाँडैभरि देखिराख्नु भएको छ होइन। ल हेर्नु त, यो सबै यो टनेल हो साथीहरू। यो चाहिँ सबै यहाँ चाहिँ उहाँहरूले अहिले गोलभेडा होइन यो तरकारी खेतीहरू गरिराख्नु भएको रहेछ साथीहरू। मलाई एकदम रमाइलो लाग्यो, किनभने मजा लाग्यो यो यस्तो माथि डाँडामा यसरी चाहिँ टनेल सञ्चालन गरेर यो सम्भवतः यो अर्ग्यानिक चाहिँ टनेल यो खेती हुनुपर्छ यसमा होइन। अब यस्तो माथि यसरी गरिराख्दाखेरि चाहिँ यो एकदम राम्रो छ साथीहरू। यो चाहिँ स्थानीय स्तर भनौँ न, यो स्थानीय तहकै यो यसलाई प्राथमिकता दिनुभएको होला यो कृषिलाई, यो टनेलहरूलाई जस्तो लाग्छ मलाई होइन। यो स्थानीय तहको राम्रो कदम हो साथीहरू। यसरी चाहिँ हरेक ठाउँमा यसरी चाहिँ प्रवर्धन गर्ने हो भने उद्यमशीलता विकास पनि हुने भयो, रोजगारीको सिर्जना पनि हुने भयो होइन। सबै अब यो एकदम राम्रो भयो साथीहरू। ल म एक्लै छु साथीहरू, अब यहाँ भ्यू टावर माथि छु, तपाईँहरूलाई भनिहालेँ। फेरि म यहाँ एक्लै अब धेरै बेर बसिरहनु पनि मैले उचित ठानिनँ। यो लेक जस्तो ठाउँ रहेछ अलि माथि हाइटमा, उताबाट पानी आइसक्यो साथीहरू होइन। फेरि भिजाउँछ, नगरपालिकाको कार्यालयमा पुग्नुपर्छ फेरि पानी आइन्जेलमा। अलि बाटो पनि लामै छ, म तपाईँहरूलाई देखाउँदै फेरि काफल पनि टिप्नु पऱ्यो। काफल पाउने ठाउँमा आएर काफल नखाइकन त जानु भएन साथीहरू। यस्तै छ। ल हेर्नु साथीहरू, यही हो टुँडी पार्क, मेगाङ गाउँपालिका वडा नम्बर 6। एकदम तपाईँहरू पनि अब के भनौँ साथीहरू, भाइ साथीहरू जोडी लिएर आउन पनि सक्नुहुन्छ, भाइ साथीहरू आउन पनि सक्नुहुन्छ। यो चाहिँ अलिक नजिक भएर होला, काँचै रहेछ काफल होइन। हेर्नु काफलको बोट अलिक पाकेको चाहिँ कस्तो अमिलो रहेछ साथीहरू। ल अलिक नजिकै भएर होला, अलिक काँचै रहेछ साथीहरू। अब जङ्गल छिर्न पनि म एक्लै छु, म सक्दिनँ जङ्गल छिर्न, म अलिक डरपोक नै छु एक्लै भएको कारणले गर्दाखेरि। जङ्गलमा फेरि जङ्गल जनावरको पनि अलिकति डर हुन्छ होइन। सबै कुरालाई विचार गरेर गर्नुपर्छ। काफल एउटा काफल चाहिँ चाहेँ मैले, पाकेको रहन्छ, अमिलो लाग्यो। ल साथीहरू, हजुरहरू पनि अब फुर्सद मिलाएर टुँडी पार्कमा चाहिँ आउन चाहनुहुन्छ भने यहाँको म लोकेसन, यहाँको होइन बाटो सबै म तपाईँहरूलाई भनिदिन्छु। तपाईँहरू आउन सक्नुहुन्छ। बाटो चाहिँ अलि लामै जस्तो लाग्यो, म पहिलोचोटि आएको भएर होला। बाटो चाहिँ एकदम राम्रो छ। फेरि लगभग आधी बाटो चाहिँ एकदम सुविधा सम्पन्न पिच बाटोमा छ भने अलिकति मात्रै अफरोड छ। अफरोड पनि अहिले बर्खा त्यति सुरु नभइसकेको भएर होला, त्यति धेरै बिग्रिसकेको छैन। अहिले आउनुभयो भने चाहिँ हजुरहरूले अब यहाँको काफल खाने, ऐसेलु खाने, हेर्नु ऐसेलु यति छ अहिले यहाँ चाहिँ रहन्छ। उतापट्टितिर हेरेको चाहिँ तपाईँको पुरै त्यो बोटै पहेँलो सुन जस्तो भइरहेको छ ऐसेलु पाकेर। त्यस्तो छ साथीहरू। यहाँ चाहिँ अब यो पक्कै पनि कुनै राजा अथवा कसको शालिग हुनुपर्छ। यो किराँत राजा हो कि अथवा के हो, मलाई ठ्याक्कै थाहा भएन। यहाँ लेखिदिनु पनि कतै लेखिदिनु भएको भए पनि राम्रो हुन्थ्यो है, हामीले जान्ने अवसर पाउँथ्यौँ। पुरा धनुष बाण लिएर ताँदो चढाएर होइन रेडी पोजिसनमा बसिरहनु भएको मूर्ति देख्न सक्नुहुन्छ साथीहरू।
वहाँ चाहिँ मेरो घोडा बसिरहेछ साथीहरू है। मलाई मेरो घोडाले साथ दिइरहेछ भने अब म तपाईँहरूलाई यहाँ पोखरीको अवलोकन गराउँछु साथीहरू। यहाँनिर चाहिँ बनाउँदै गर्नुभएको छ है, बनाइराख्नु भएको छ ठाउँ ठाउँमा हरेक किसिमको। उता पनि दाइहरूले बनाइराख्नु भएको थियो। हेर्नुहोस् यसरी यहाँ डाँडामा यसरी पोखरी बनाएर बिचमा भगवानको मूर्ति हो कि जस्तो लाग्यो। त्यहाँ बिचमा स्थापना गर्नुभएको छ, बिचमा चाहिँ ट्याक्क त्यहाँ खाली छ त्यस्तो बनाएर, त्यस्तो बनाउनु भएको छ साथीहरू। ल यो चाहिँ तपाईँहरूलाई टुडी पार्कको मैले दृश्य अवलोकन गराएँ। के कस्तो लाग्यो है, हेरेर मलाई प्रतिक्रिया दिनु होला। यता आउन चाहनुहुन्छ होइन, रमाइलो हेर्न घुम्न चाहनुहुन्छ, बाटो देखाइदिनु पर्यो अथवा केही तपाईँहरूलाई जानकारी चाहियो भने मलाई भन्नु होला, म तपाईँहरूलाई हेल्प गर्न सक्छु। अनि अर्को कुरो, यस्तो मजा छ, पानी आउन लाग्यो उताबाट। यी कालो निलो आकाश हजुरहरू देख्न सक्नुहुन्छ। हेर्नुहोस् यहाँ विकास भइरहेछ, गरिराख्नु भएको छ होइन। यस्तो छ बिचमा शिवको मूर्ति। अब यहाँ सम्भवतः यो पोखरीमा बोटिङ पनि गर्न मिल्ने जस्तो लाग्यो। त्यो पुरानो बोट हो कि जस्तो लाग्यो साथीहरू। ल यही हो, तपाईँहरूलाई देखाएँ। ठिक छ सर, ठिक छ, काम चलिरहेछ। ल एकदम यहाँ भव्य रूपमा काम गरिराख्नु भएको छ साथीहरू यी होइन। उता मेसिन चलाइराख्नु भएको छ, यहाँ के गरिराख्नु भएको छ, एकदम द्रुत गतिमा गरिराख्नु भएको छ कामहरू पनि। अब मैले चाहिँ पोखरीको एक चक्कर लगाएर चाहिँ फर्किने निर्णय गरेँ साथीहरू। टुडी पोखरी यो गर्मीमा चाहिँ एकदम यो शीतल खानको लागि चाहिँ हजुरहरू यहाँ आउनुभयो भने तपाईँको दिन खेर जाँदैन है। अब यो अलि अगाडि आउनुभएको भए गुराँस फुलेको पनि हेर्न सकिन्थ्यो। अझै पनि काफल बाँकी नै छ हो रहेछ साथीहरूलाई। हेर्नुहोस्, अब यहाँबाट बोट गरेर जाने होला सायद। त्यहाँ चाहिँ शिवको मूर्ति स्थापना गरिएको रहेछ माथिभित्र होइन। त्यस्तो छ। यता पनि शिवको मूर्ति विराजमान हुनुहुन्छ पोखरीको बिचमा। ल यहाँ चाहिँ यसरी टक्क आएर बसेर, जोडाजोडी आएर बसेर होइन, टक्क पोखरीमा हेर्दै गफ गर्न पनि सकिँदैछ साथीहरू। अब हाम्रो त छैन, भनौँ भने घरमा छ। अब यस्तै हो। यो टुडी राहा युवा क्लबले सूचना जारी गर्नुभएको रहेछ। यस पोखरीमा पौडी खेल्न मनाही छ। यस क्षेत्रमा जथाभावी फोहोर गर्न पनि मनाही छ होइन। यस क्षेत्रमा प्लास्टिक तथा सिसाजन्य पदार्थ फाल्न मनाही छ। ढुङ्गामा 4 जनाभन्दा बढी बस्न पनि मनाही छ। फुलहरू टिप्न मनाही छ होइन। यस क्षेत्रभित्र रहेका इनार अनि के हो कुङ्गर र मूर्तिमाथि चढ्न पनि मनाही छ। माथिको सूचना उल्लङ्घन गरेमा रु 5,000 देखि 10,000 सम्मको जरिवाना गरिनेछ। यस क्षेत्रको संरक्षण तथा विकासमा योगदान गरी सभ्य नागरिकको परिचय दिउँ भनेर हाम्रो मैवल परिवार, हाम्रो टुडी राहा युवा क्लबले यो सूचना जारी गर्नुभएको छ। यो एकदम सराहनीय हो। एकदम यस्तो राम्रो यस्तो ठाउँमा जथाभावी फोहोर गर्नु पनि भएन होइन। जथाभावी फुल टिप्ने, यहाँको चाहिँ सौन्दर्य मास्ने काम गर्ने हो भने त कारबाही गर्नै पर्छ। त्यही भएर यो सूचनाले गर्दा पनि होला यहाँ कतै पनि खासै फोहोर देखिन्न। यो एकदम सफा देखिन्छ साथीहरू। ल मैले भ्लग बनाएँ, यही हो, तपाईँहरूलाई देखाएँ, मेरो देखाउने कोसिस हो तपाईँहरूलाई होइन। अब सम्भव भए आएर घुम्न सक्नुहुन्छ, नभए यही भिडियो हेरे पनि यही हो। यहाँ भएको
यही हो साथीहरू। ल अब के मार्फत हेरिराख्नु भएको छ हजुरहरूले, अब मलाई फेसबुक मार्फत हेरिराख्नु भएको छ भने फलो गरिदिनु होला होइन, प्रतिक्रिया जनाइदिनु होला। अब युट्युब मार्फत हेरिराख्नु भएको छ भने सब्सक्राइब गरेर होइन, लाइक कमेन्ट सेयर चाहिँ पर्दैन, लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला भन्न चाहेँ। मेरो चाहना भनेको मैले देखेको कुराहरू हजुरलाई देखाउने हो। हजुरहरू अब यहाँसम्म आउनु भ्याउनु भएको छ कि छैन, अब भ्याउनु भएको भए त झन् होइन, फेरि त्यो स्मरण दोहोरिन्छ, फेरि आउँछ यादहरू। अब आउनुभएको छैन भने पनि यो हेरेर तपाईँले यस्तो रहेछ भन्नुहुन्छ, यसकै लागि हो। ल त साथीहरू, अब अहिलेलाई मैले भिडियोलाई अन्त्य गरेँ। यतिन्जेलसम्म रहेर मेरो लाइभ मेरो यो भिडियो हेरिदिनु भयो, यसको लागि चाहिँ धेरै धेरै धन्यवाद हजुरहरूलाई। अब फेरि भेट्ने बाचाको सहित अहिले चाहिँ बिदा हुन्छु। हस् त, नमस्कार।